आम नागरिकले खाना पकाउने ग्यासको चरम अभाव झेलिरहँदा यो देशका ठूला बडाको घरमा तलासी लिने हो भने कतिवटासम्म भरि सिलिन्डर भेटिएला। तपाईँ अनुमान लगाउनुहोस्, स्वयं नेपाल आयल निगमका कर्मचारीहरू पहुँचवालाको चाकडीमा लाग्दा जनताको घरमा चुलो बल्न छाडेका छन्। अनि बिचौलिया र काला बजारियाहरूलाई खुल्लम खुल्ला छाडिदिँदा देशमा ग्यासको हाहाकार सुरु भएको छ। निगम भन्छ भारतदेखि नियमित रूपमा नेपालमा आवश्यक ग्यास आइरहेको छ। त्यही भएर आम उपभोक्ता वर्गलाई म के अनुरोध गर्न चाहन्छु भने ग्यास आपूर्ति अहिलेको अवस्थासम्म चाहिँ सहजै छ। यसरी भण्डारण गर्दै गर्दाखेरि त्यसले अर्को जोखिम ननिम्त्याउन भन्न सकिन्न। अनि ऊ आफै भन्छ अब सकिएन, आधा सिलिन्डर मात्रै ग्यास बाँड्नु पर्ने भयो। यहीबाट पुष्टि हुन्छ निगमका पिएनदेखि हाकिमसम्म सबका सब पहुँचवालाको घरमा ग्यास भण्डारणमा व्यस्त छ। बिचौलिया र काला बजारियाहरूसँग मिले मतमै बजारमा कृत्रिम अभाव सृजना गराइरहेको छ। होइन भने उसले ग्यास कहाँ गइरहेको छ यसको नियमन गर्न पर्छ कि पर्दैन। आज निगमले पत्रकार सम्मेलन गर्दै झारो टार्ने जवाफ दिएछ। उपभोक्ताहरूले एउटै घरमा 3-4 वटासम्म ग्यास लैजान थालेपछि बजारमा अभाव सुरु भयो। यदि यही सत्य थियो भने पनि निगमका सयौं कर्मचारी के हेरेर बसिरहेको छ। आज काठमाडौँ लगायत मुख्य शहरहरूमा खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिन थालेको छ। आयल निगम स्रोतले भनेको छ आजको दिनमा उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका अफिसरहरू, नेताका आफन्त र कार्यकर्ताको घरमा छापा मार्ने हो भने कम्तीमा पनि 5 सिलिन्डर ग्यास एउटै घरमा भेटिन सक्छ। आयल निगमले यो पनि भनेको छ भारतबाट नेपालका लागि नियमित ग्यास आपूर्ति भइरहेको छ। यदि यही सत्य हो भने उसले किन आधा सिलिन्डर मात्रै जनतालाई बाँडिरहेको छ? के यसबाट पुष्टि हुँदैन र स्वयं निगमले कालो बजारियालाई साथ दिइरहेको छ भनेर? काला बजारियाहरूले समेत यही बेला धन्दा चलाएका छन्। भए जति ग्यासका सिलिन्डरहरू अँध्यारा कोठामा थन्क्याएर राखेका छन् र भोलि बजारमा ग्यास नै नपाइने हुँदा महँगो शुल्कमा चौका दाउ हान्न ती काला बजारियाहरूले ग्यास लुकाउन थालेका छन्। तर सरकार निदाएको छ। अहिलेसम्म कुनै पनि बिचौलियाको घरमा, डिपोमा, भण्डारणमा छापा मार्न सकेको छैन। प्रहरी प्रशासन पनि सायद चुनाव सकिएको माहौलमा आराम गरिरहेको छ कि होइन भने आयल निगमले अहिले नै खुट्टा तन्काएर जनतालाई आधा सिलिन्डर बाँड्नुको रहस्य के हो? यो नीतिले त आम जनतामा झनै डर पैदा गराएको छ। साँच्चै सरकारको भण्डारण रित्तिएको छ। मध्यपूर्वी देशहरूमा चलिरहेको युद्धका कारण भारत लगायत नेपालमा समेत पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ। नेपाल जस्तो पूर्ण रूपमा आयातमा निर्भर देशका लागि इन्धन आपूर्तिको दीर्घकालीन योजना अत्यन्त आवश्यक हुन्छ। तर वर्षौंदेखि सरकार र सम्बन्धित निकायहरूले आपूर्ति व्यवस्थापनलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। रणनीतिक भण्डारण निर्माण गर्ने विषय धेरै पटक उठ्यो तर कागजमै सीमित रह्यो। यदि देशसँग कम्तीमा केही महिनाका लागि पुग्ने ग्यास भण्डारण क्षमता हुन्थ्यो भने आजको जस्तो हाहाकार अवस्था सिर्जना हुने थिएन र लहै लहैमा बजारमा काला बजारियाहरूको यो सक्रियता पनि बढ्ने थिएन। त्यस्तै नेपाल आयल निगम भित्र देखिएको अव्यवस्था पनि कम गम्भीर छैन। निगमले वर्षौंदेखि वितरण प्रणालीलाई पारदर्शी बनाउन सकेको छैन। कुन डिपोबाट कति ग्यास निस्कियो, कुन उद्योग वा व्यापारीसम्म पुग्यो र अन्ततः उपभोक्ताको घरसम्म कति पुगेको छ भन्ने स्पष्ट निगरानी प्रणाली नै अझ प्रभावकारी रूपमा लागू गरिएको छैन। यही कमजोरीको फाइदा उठाउँदै बिचौलिया र काला बजारियाहरूले बारम्बार संकटलाई अवसरको रूपमा बदल्ने गरेका छन्। यसैबीच सरकारले उपभोक्तालाई आधा सिलिन्डर वितरण गर्ने निर्णय सार्वजनिक गर्नु आफैमा व्यवस्थापन असफलताको प्रमाण हो। यस्तो निर्णयले समस्या समाधान गर्ने भन्दा पनि नागरिकमा अझ ठूलो त्रास फैलाएको छ। जनताले सहज रूपमा ग्यास पाउँदैनन् भन्ने संकेत सरकार स्वयंले दिएको देखिन्छ। परिणाम स्वरूप नागरिकले अझ बढी ग्यास जम्मा गर्ने प्रयास गर्छन् जसले अभावलाई अझ गम्भीर बनाउँछ। नेपालले विगतमा पनि यस्तै संकट भोगिसकेको छ। विशेष गरी 2072 सालको नाकाबन्दीको समयमा त्यति बेला देशले इन्धन आपूर्तिको विकल्प खोज्ने, भण्डारण क्षमता बढाउने, वैकल्पिक ऊर्जा प्रवर्धन गर्ने जस्ता प्रतिबद्धताहरू व्यक्त गरेको थियो। तर दशक नबित्दै देश फेरि उही अवस्थातिर फर्किएको देखिन्छ। यसले सरकारका प्रतिबद्धता कागजी भाषणमै सीमित भएको स्पष्ट छ। यदि सरकार अझै पनि यस्तै ढिलासुस्ती र कमजोर व्यवस्थापनमै अल्झिरह्यो भने ग्यास मात्र होइन, पेट्रोल डिजेलको संकट यो भन्दा खतरनाक बन्न सक्छ। जनताको चुलो मात्र होइन, देशको सम्पूर्ण अर्थतन्त्र नै प्रभावित हुने सम्भावना छ।